एकदमै आश्चर्य र अचम्मको घटना has landed at JFK airport with a passport from a country that has never existed in our lifetime. Authorities at JFK केही दिन अगाडि अमेरिकाको JFK अन्तर्राष्ट्रिय विमानस्थलमा एकजना महिला ल्यान्ड गर्छिन् र उसको पासपोर्टको चेक जाँच गर्ने क्रममा त्यहाँका अधिकारीले उसलाई तपाईं कुन देशबाट आउनु भएको भनेर प्रश्न गर्छन्। यस्तो अचम्मित पार्ने थियो उनको भनाइप्रति। उनले तत्कालै जवाफ दिन्छन्, म टोरेन्जाना नामक देशबाट घुम्न आएको हुँ, म घुम्दै अहिले यहाँ आइपुगेको छु भनेर सरल तरिकाले जवाफ दिन्छन्। त्यहाँका अधिकारीहरू चकित हुन्छन्। महिलाले भनेको देश यो विश्वमा कहीँ पनि एक्जिस्ट गर्ने देशमा पर्दैनथ्यो र ती महिलाको थप चेक जाँच र सोधपुछको लागि भित्री कक्षमा लिएर गइन्छ र ती महिलालाई एउटा छुट्टै कोठामा राखिन्छ जहाँ चारैतिरबाट सीसी क्यामेराको निगरानीमा राखिएको हुन्छ र ती महिलाको पासपोर्ट थप चेक जाँच गरिन्छ। यसमा बायोमेट्रिक चिप, होलोग्राम र त्यस पासपोर्टमा लगाएको स्ट्याम्पहरू पर्पली रूपमा फिट हुन्थ्यो अर्थात् ठिक थियो। अझ अचम्मको पार्ने घटना के छ भने ती महिलाले त्यो पासपोर्टमा प्रयोग भएको अर्थात् घुमेको देशहरू जुन जुन देशहरू घुमिन् ती देशहरू पनि एक्जिस्ट गरिरहेको थिएन अर्थात् यो विश्वमा कुनै पनि देशहरूमा पर्दैनथ्यो र अझ अचम्मित हुँदै ती अधिकारीहरू थप सोधपुछ गर्नको लागि ती महिलातर्फ लाग्छन् र महिलालाई सोधपुछ गर्ने क्रममा महिलाले एउटा सानो जवाफ गर्छिन्, सानो प्रश्न गर्छिन्, के यो अमेरिका हो? र ती अधिकारीले सरल तरिकाले उत्तर दिन्छन्, हो यो अमेरिका हो, तपाईँ अहिले अमेरिकामा आइपुग्नु भएको छ। र ती महिलाले सरल तरिकाले भन्छन्, म गलत ठाउँमा आएँ, म गलत ठाउँमा आइपुगेँ। यति भनिसके पश्चात ती महिला त्यही स्थानमा बसिरहन्छन्। चारैतिरबाट सीसी क्यामेराको निगरानी छ, ती महिलाको चालचलन व्यवहारहरू हेरिरहेको छ। तर ती महिलाको अनुहारमा कुनै उदारता थिएन, अनुहारमा कुनै क्रोध थिएन र अनुहारमा कुनै आवेग झल्किरहेको थिएन। एकदमै शान्त शालीन तरिकाले त्यहाँ बसिरहेकी थिइन्। यतिकैमा चारैतिरबाट सीसी क्यामेरा निगरानी गरिरहेको ती महिला 1 घण्टामा त्यही स्थानबाट विलय हुन्छन्। यो घटना सनसनी रूपले चारैतर्फ फैलिन पुग्छ। आखिर ती महिला को थिइन्, कहाँबाट आइन्, एकदमै एक्जिस्ट नगर्ने देश कुन ठाउँ थियो, त्यो कहाँबाट कसरी आइपुगिन्, कतै एलियन त होइन? यसरी बेला बेलामा एलियनहरू पनि यस संसारमा आउने गर्छ भन्छन् कि पक्कै ती एलियन हुन् त भन्ने खालका अड्कलबाजीहरू यो समय धेरै व्यक्तिहरूले गरिरहेका छन्। तर यथार्थ र वास्तविक कहानी फरक छ। यो भने कपोकल्पित कुनै एआईले जेनेरेट गरेको कथा मात्रै हो, यो वास्तविक होइन। यसको विषयमा अहिलेसम्म अमेरिकाका कुनै पनि समाचार माध्यमहरूबाट आधिकारिक समाचारहरू आएका छैनन् र यो केवल एआईबाट जेनेरेट गरेको कपोकल्पित कथाको पात्र मात्रै हो। त्यसकारण यो रियालिटी घटना भनेर तपाईहरु नझुक्किनु होला, रियालिटी हो भने तपाईहरु पछि नलाग्नु होला।